बाकी पनि भाइ भन्छु अब बिगे बसाने शिशिर बसा शिशिर होइन उहाँ शिशिरले लाउने शिशिरलाई लगाइदिन्छौँ क्या अनि माइलाका बुढाबुढीले फेरि छुट्टै लगाइदिने होला नि त नवदुर्गा दाइने हो नि मलाई हैन 3 वर्ष सँगै लाउने के जतिबाट सुरु गरे धेरै पढे मोबाइल धेरै नखेलाए मोबाइलमा ध्यान नजाओस् पढाइमा ध्यान जाओस् त्यही हो मेरो आशीर्वाद ढोकर छोराले ढोक गर्ने नि त मुन्टेरी अब केही गर्छ खुट्टा हो का दाइ पैसा दिन त पर्दैन लो पैसा पोखरा नि यहाँ छोरा मान्छेलाई पैसै पाउनु हो त नि बडा ज्ञानी छ हो धेरै ज्ञानी अझै राम्ररी पढे रोग नलाओस् यिनीहरूको पोखरा अनि हामीलाई केटा मान्छेलाई पैसै मिल्दैन टिका लाउने मात्रै हो लास्ट लगाइदिनु ल क्या त्यो कुकुरको चिन्ता नल्याउनु हात दिनु टेन्सन न खुट्टा दिनु न टेन्सन मैले पनि हात दिइदिन्छु हात दिनु फुरुक्क हुन्छ हो यता दक्षिण पाउनु त यसै दक्षिण लाग्छ भान्जा भान्जालाई म लाउन न लाउन भन्नु के भान्जाले ठिकै गर्नु भयो लाउनु न रे भर्खरै पुरा पुरा जान्छ नि ल बाबु यहाँ मान्छेको गाल जवामा दुःख छ तिमीले जेठाइलाई लगाइदिनु भोलि न म यहाँलाई टोकस आउँछ कोही बसी भयो क्या नि यहाँ पहिला त कान्छी लाउने होला नि सानो पहिला ठुलाबाट हो लाउनुस् का यही बस हुन्छ अब होला मल्टीको लागि यस्तो भयो त यहाँ त यस्तरी हो के बस्छु म त नबस्छु सँगै ढकाल लाउने हो कि टिको लिएर आउँछ टिको लिएर आउँछ टिको छ जमुना टिकोटा गरेर सोच्दिनँ क्या मैले यार कहाँ फोटो खिचाउने नि त मैले आज त सबै बिलिनियर भयो जस्तो दाइका निदाना दिदीका निदाना एकान माना लगाइदिए हुन्छ ठुला खान ल यसो गर्नु न सीता दिदी पनि ठुलै हैन नि त टिकाहरू होला नि हाल्नु न त्यहाँ छ के छ हजुरको फोन मेरो चार्जर छ है छोरी मेरो फोटो खिचाइ म त उहाँ हजुर हजुर खिचिरह अलि आमाले छेक्नु कि आमा अलि यता आउनु न पर जानु नि आमा यसरी अलिअलि पहिला बाले लाउनु न आमा एकछिन बस्नु न एकछिन बाले छोड्नु न यता आउनु न तपाईँ यसरी ल बा एकछिन लाइ जस्तो गर्नु है लगाइदिनुहोस् ठम्मै नि यस्तो त हात कामेको हुन्छ पुरै घेर घेर आहा पुरै ल ढोकिदिनु ल रोक्नु रे ल ल माइला पनि लगाइदिनुहोस् तपाईँ मैले अलग अलग लगाइदिन्छु गरे होइन नि ऊ त भान्जाले के त्यहाँ खोल्न पर्छ क्या नेट चालु आधा नेट 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 हो हटस्पट चालू है चालू है डाटा हटस्पट खोल्नु न अन कर दे रोक्यो मैले लगाइदिन्छु ल तपाईँ उठ्नु छ भान्जालाई ल्याउनु त यति टिका फेरि बस आमा लगाइदिनु मलाई यति भान्जालाई टिका ल्याउनु न त्यसै फोटो नि खिचाइ हैन भान्जालाई छुट्टै टिका लगाइदिन्छु कम आधालाई नलाइदेऊ ओइ पछि उही बुटुल गरेर लगाइदेऊ नि आधालाई नलाइदेऊ आमा लगाइदिनु त मलाई लगाइदिनु कि अहिले तिमीलाई क्या दक्षिणा यहाँ टिको लगाएर भ्याएपछि भान्जा अहिले दिनियो दक्षिणा दिनियो बाबुलाई टिको लगाइदिने न आजको टिको फेरि गाउँ होरी हुन्छ बाई बस यहाँ कोठी बस्न बल्ल बल्ल भाउजू परिछ अनि ल हात कति छिटो ढोक गरेको रौदिरहन् गौटी परिरहन् फोटो खिच्छु कि ल टिको लाए जस्तो भने नवदुर्गे दाहिने हुन् हाम्रो बाबु मात्नु होइन भाउजू भनेर मान्नु हो रक्षा होस् राम्रो होस्
कविता पनि माथि छैन देउरानी पनि नरक्षा हो एउटोमा चाहिँ मलाई छोरो चाहियो छोरो पाइदेऊ त्यही हो है ल दसैँको आशीर्वाद त्यही छ नि तिमीलाई अझै ल ल त्यही हो नि कान्छी माइ ल ल फोटो खिच्न ल बुढा हामी दुईटा उसको खिच्दै ड्यानमा तपाईँ अलि पर सरी गरौँ आमा मेरो फोटो त्यही आउँछ कि के भनौँ मस्तै आशीर्वाद दिनु भने चाहिँ भएको छ के भनौँ बाबामा सधैँ आशीर्वाद दिनु हो आज दिनै पर्दैन के मन मन दिनुहोस् बाबाको आशीर्वादले हामीलाई खाना फुलको हान्न लाइटै छैन त्यही भएर यहाँ राम्रै गर्नु फुल गरेर उमाले अनि जस्तै भयो अझै होस् बन्नु पर्यो बाघ छेकिनु ह बस्दै आज घिला गर्छ नि के भयो आमा बसेर ल्याइदिनु न आमा बसेर ल्याइदिनु न पहिल्यै सुरु बिहाइयो कोटा जान भनेर कान्छी मान्छे ल साउन्ड राम्री मान्छेलाई ल होइन कान्छी अलि राउ बिन्दु यता सर तिमी यता सर त्यसलाई यता आउनु चाडी चाहिँ एकै ठाउँ बसे पार हुन्छ फोटो खिच्नलाई एकैछिन बस्नु कविता दिदी बस्नु जानु त लगाइदिनु के अरे होइन कि बस्नु कि बस्नु हुन्छ के अरे फोटो आउँछ लगाइदिएर त त्यहाँ मैले लगाएको ल ल है चारजनाको फोटो भिडियो बनाऊ है भन्नु अस्ति हो आएको आज यसो गरेर हिँड्ने ल ल ल हामी तिमी बोल्या जान खोजी हेर्ने दिदी भएको भएर त हो नि थाहा नि त आमालाई नि त भोलि त आउनुपर्छ त्यही हो बेलुका अस्ति चाहिँ गरे बस्नु भएन अस्ति गरेर त बस्नु त्यस्तै भयो कहिले बिहिबार पर्ने कहिले पानी आउने कहिले 2 गते मलाई 2 गते नजाऊ भन्थेन तिम्रो बुढाबुढीसित हुँदाखेरि यो 2 गते 3 गते बार्ने हेर अब त दुर्न पर्छ भने आएँ म त ल खै जेठा बाबुले कसलाई यिनीहरूलाई हात हात त दिन पर्यो नि जेठाजुले भाउजूलाई पनि लगाइदिन पर्यो हात हात दिनु त्यही पनि हात हात दिनु आटा आटा केको दिने हो ल ल मलाई लगाइदिनु पहिला नै दिने मलाई लगाइदिनु ल आशीर्वाद दिनु है पैसा धेरै कमाउनु हो एक घन्टा आइफोन सबैलाई दिलाइदिनु होला आयो कडा आयो टाढा 17 Pro Max चाहियो त्यही हो अझै राम्रै हुँदै जाओस् अघि बढ्दै जानु अरू त के भन्ने रहेछ नगर न भाइ
जाउँ न ल के भन्ने खै राम्रोसँग बस राम्ररी घर गर्ने र अब घर सर बनाउने राम्ररी पैसा बचाएर राखेँ त्यही हो बुढीलाई माइजूलाई ल बुढीलाई बुढी यता आउने यता राखिदिनु कि यता राखिदिनु आउने त जौनालाई त भएन उनलाई मलाई त तपाईँ दुई दिन लगाइदिनु त तिन दिनले नै तिन तिन जो लगाइदिनु पर्यो नि जमुनालाई त किन छोड्दै मलाई लगाइदिनु त्यहाँमा जमुनालाई जमुनालाई त सबैलाई सबै लगाइदिनु पर्यो म कान्छी भएको त यही खाइदा ए अचानक बनाउनु पाइन्न त तिनले आइफोन हुने रहेछ नि हाम्रो मटुको आशीर्वाद दिमागले खियाउनु भनेको मान्नु एकपल्ट आएर भएन भनेको सबै पुलिस एउटा गर्दी छोरा चाहिएको छ त्यही विचार गर्दैछ तिनटा फोन चाहिँदैन अरू हो के दक्षिणा पनि दिने हो त्यसै खाली होइन दक्षिणा बुढीलाई त 50 रुपियाँ भए भइहाल्यो जति दिए पनि दिन पर्छ होइन दिन पर्छ जति जे दिए पनि दसैँको बुढो आउनु ल खुट्टा अडाउने आज खुट्टा अडाउने ल ल है एउटा खुट्टा माथि दुइटै चल्नु अरे मामा दुई दिन चाल फेरि दाइले दियो अनि आते दाल्ती हो के ल बस के म जेठानीले सबैलाई लगाइदिन्छु पहिला आफूले भाउजू भने आइफोनमा आउने र हामीलाई 50 रुपैयाँ पनि नदिने बुढीलाई देऊ हाम्रो त दाइ भाउजू मात्र गर्नु पर्यो अहिले डिस्काउन्ट भनेको ए इल्ला त मैले अन्य लगाइदिन्छु तिमी उठा हो र फेरि पैसा पाउँछु भने दुई रूपाले यस्तो हँसाउँछ रूपाले यही त हो नि रमाइलो नदुर्गे दाइले नमाते सबैले आजसम्म जेठानी दिदी फलनाका कान्छा बा के अरे पाडे कान्छाका बुहारी कल झगडा गरे आएनन् मिलेर बसिआछन् भन्ने छ अहिले देऊ न नमाते फोन गर्दै गरे हेला नगरे हामी कान्छी देउरालाई पहिलो दसैँ हो राम्रो छ राम्रो होस् माथि छैनन् एउटा छोरो छ लाउँदै खाएको केही भएन कि जति पैसा टिका लाउनु पर्यो आइ बोलाउँछ बोल भाडा कति भयो र 15 मैले खाली मैले 100 रुपियाँ दिनु पर्यो के रे छि भएको बारे नि दाइ त्यति भनेको म त दिइन ल बुढो दिनु भयो मैले पनि दिनु पर्छ नि लिफा निकालेर अर्कै लिफा मम्मी है तपाईँ मलाई दिनु दिनु अहिले भएर चप्पल पर्छ कि अन्त मौका परेन फोटो खिचिहाल्नुहोस् न ल ल ल ल अलि यता आउनु उता ऊ आउँछ क्या तलैबाट है फुल हो मैले आधी रुचाउनु फुल फुल मगाउँछ फेरि मन पर्दैन फुल मगाउँछ क्या फोहोरदेखि चाहिँ यो आउँछ फुल खिचौँ चाउडीको देउरा जेठानी